नमस्कार, म डाक्टर वर्षा खनाल, मतदान अधिकृत, पेसाले चाहिँ मेडिकल अधिकृत, हाल मतदान अधिकृत नारायण नगरपालिका वडा नम्बर 9 को मतदान केन्द्र क। यहाँको कुल मतदाता सङ्ख्या कति छ अहिले? हाम्रो कुल मतदाता सङ्ख्या चाहिँ क र ख मिलाएर चाहिँ 1841 जना छ। हाम्रो मतदान केन्द्र कमा चाहिँ 896 जना र उता चाहिँ हजुरको 945 जना। कति प्रतिशतको हिसाबले चाहिँ मत खसेको अवस्था छ अहिले? अहिले मतदान केन्द्र कमा चाहिँ 46.3% र मतदान केन्द्र खमा चाहिँ हजुरको 42% मत खसिसकेको छ। जस्तो मतदाताहरूमा चाहिँ हर्ष उल्लास उहाँहरूको चाहिँ के देखिन्छ, खास कस्तो अनुभव पाउनु भएको छ? अब यो चाहिँ खासमा बिचमा भएको निर्वाचन भएको भएर पनि होला होइन, धेरै चाहिँ हामी जेनजी पुस्ताका युवाहरू देख्न सक्छौँ होइन, उहाँहरू चाहिँ एकदम अग्रसर भएर आउनुभएको छ मतदानमा चाहिँ। तर मतदान जति जे भने पनि हाम्रो लोकतान्त्रिक एउटा अधिकार पनि हो, कर्तव्य पनि हो, हामी सबैको दायित्व पनि हो। त्यो हिसाबले जनता चाहिँ यहाँ एकदमै हर्षोन्मुख रूपमा आउनुभएको छ र दिउँसो 2 बजेभित्र नै 415 मतदान केन्द्र कमा र 379 मतदान केन्द्र खमा गरेर यति धेरै मत खस्नु भनेको चाहिँ हाम्रो लागि पनि ठुलो गर्वको कुरा हो। जस्तो मतदान स्थलको वस्तुस्थितिबारे के छ? अहिले चाहिँ एकदमै शान्तिपूर्ण रूपमा हामीले मतदान चलाइरहेका छौँ होइन। अब यो मतदान चाहिँ हामीले निष्पक्ष पारदर्शी रूपमा सम्पन्न गर्ने हाम्रो कर्तव्य, हाम्रो दायित्व, त्यसको लागि हामी कर्मचारीदेखि लिएर सुरक्षाकर्मी सबै लागि परेका छौँ र त्यही अनुसारमा हामीलाई चाहिँ हाम्रो स्थानीयहरूले पनि हेल्प गरिराख्नु भएको छ। मतदान प्रतिनिधिहरू पनि त्यसमा एकदमै सहयोगपूर्ण भावले यहाँ उपस्थित हुनुहुन्छ र एकदम शान्तिपूर्ण रूपमा मतदान गइरहेको छ। जस्तो विपदको लागि पूर्व यहाँको तयारी के छ? हाम्रो यहाँ सुरक्षाकर्मी खटिनु नै भएको छ। हामीसँग 13 जना सुरक्षाकर्मीको टोली हुनुहुन्छ भने सशस्त्र पनि हामीसँगै यही नै हुनुहुन्छ र सेनाको टोली चाहिँ हामीसँग नजिकै चाहिँ गस्ती पनि गरिराख्नु भएको छ र नजिकै हुनुहुन्छ। हस्।